जीवनको सुरुवातमै हामीले यो सामान्य कुरालाई बुझ्न सक्यौं भने हाम्रो जीवन कायापलट भएको हामीलाई थाहा नै हुँदैन। तपाईले आफ्नो गार्डनमा आफ्नो बारीमा स्ट्रबेरीको सिड लगाएर टमाटर फलोस् भन्ने अपेक्षा राख्नुहुन्छ भने तपाई गलत हुनुहुन्छ, किनकि स्ट्रबेरीको बिउबाट स्ट्रबेरी नै निस्किन्छ, स्ट्रबेरी नै फल्छ, टमाटर फल्न असम्भव कुरा हो। त्यस्तै गरेर हाम्रो दिमाग पनि गार्डन जस्तै नै हो। तपाईले नकारात्मक व्यक्तिहरूको संगत गरिराख्नु भएको छ, नकारात्मक व्यक्तिहरूसँगै कुराकानी गरिराख्नु भएको छ, तर म्याजिकल्ली हाम्रो जीवन एकदमै सकारात्मक होस्, पोजिटिभ होस्, राम्रो तरिकाले अगाडि बढोस् भन्ने अपेक्षा राख्नुहुन्छ भने तपाई गलत हुनुहुन्छ। किनकि हाम्रो इनपुट जस्तो छ आउटपुट पनि त्यस्तै हुने गर्दछ। जसरी हामीले स्ट्रबेरीको सिड लगाएर टमाटर फलाउन सक्दैनौं नि, नकारात्मक व्यक्तिहरूको संगत गरेर सकारात्मक बन्न सक्दैनौं। प्रत्येक दिन आफूसँग तपाईले नेगेटिभ कुराकानी गर्नुहुन्छ, नेगेटिभ सेल्फ टक गर्नुहुन्छ, आफ्नो बारेमा कहिले पनि राम्रो भन्न सक्नु हुँदैन भने राम्रो कहिले पनि हुँदैन। यदि तपाई सकारात्मक जीवन चाहनुहुन्छ, शान्त जीवन चाहनुहुन्छ भने यो बोलीबाट सुरुवात हुने गर्छ, संगतबाट सुरुवात हुने गर्छ। त्यसैले हुन त जन्मजातै कोही पनि सकारात्मक भएर जन्मिदैन क्या, यो कुरा पनि बुझ्नुपर्ने हुन्छ। यो त प्र्याक्टिसबाट आउने कुरा हो। तपाईले कस्तो माहौलमा बस्नुहुन्छ, कस्तो संगत गर्नुहुन्छ, कस्तो कुराकानी पढ्नुहुन्छ, कस्तो कुराकानी हेर्नुहुन्छ, कस्तो कुराकानी सुन्नुहुन्छ भन्ने कुराले तपाईको ब्रेन कस्तो बन्छ भन्ने कुरा डिसाइड गरिरहेको हुन्छ नि। आजदेखि सुरुवात गर्नुस् त, केही समयमै जिन्दगी परिवर्तन हुन्छ। कुरा चित्त बुझ्यो भने हाम्रो युट्युब च्यानल मेन्टर्स भोइसलाई फलो गर्नुस्, त्यहाँ थुप्रै लङ फर्म कन्टेन्ट्सहरू राखेका छौं। तपाईहरुको जिज्ञासाहरू हामीले त्यहाँ समेट्ने कोसिस गरेका छौं।